अब चाहिँ हामी रेडी भएर रुमदेखि ड्युटीमा जाँदैछौँ। सो यस्तै अब चाहिँ हामी रुमदेखि ड्युटीमा जान्छौँ। कस्तो हुन्छ भ्लग चाहिँ होइन। सो कस्तो हुन्छ नि ड्युटीमा जाँदैछौँ। ड्युटीमा गएर आजको काम गर्छौँ। सिमसिमे पानी पनि परिरहेको छ होइन। नजिक चाहिँ हजारो छ। सो अब चाहिँ हामी जान्छौँ ड्युटीमा। कस्तो हुन्छ एकदम फटाफट हिँडेर होइन। ल हामी चाहिँ ड्युटीमा जाँदैछौँ। सो हाम्रो ड्युटी पनि अब नजिकै आइसकेका छौँ। हाम्रो ड्युटी नजिकै। सो कस्तो हुन्छ आजको काम सो सबैले देखाउनेछौँ। सो अब चाहिँ हामी ड्युटीमा आइसक्यौँ होइन। सो अब हामी ड्युटीमा जान्छौँ। सो हेर्नुहोस् हाम्रो यही हो काम गर्ने ठाउँ। लगाइ चाहिँ हामी चाहिँ ड्युटी आइसक्यो। ड्युटीमा आएर पनि सो काम सबै फिनिस भइसक्यो। सो फिनिस भएर पनि अब चाहिँ हामी क्लिन गर्दैछौँ। हेर्न सक्नुहुन्छ सो आजको काम होइन। सो काम चाहिँ यति नै थियो होइन। आजको कामहरू चाहिँ यति नै थियो। सो अब चाहिँ हामी टक्क क्लिनिङ गर्दैछौँ। अब चाहिँ हाम्रो काम सिद्धिसक्यो। सिद्धेर अब रुममा जाँदैछौँ। ल हामीलाई चाहिँ रुममा बोर लागेर सो हामी चाहिँ अब बाहिरतिर घुम्न जाँदैछौँ। सो कस्तो हुन्छ सो सबैले हेर्नु होला। चलो जाएंगे। अब चाहिँ जान्छौँ हामी बाहिरतिर हल्का घुम्न। ल हामी चाहिँ घुम्ने भनेर सो यतातिर आइसक्यौँ। सो कस्तो हुन्छ हेर्नुहोस्। यहाँ चाहिँ पानी भरिएको छ टन्नै होइन। हामी यता अगाडि घुम्छौँ। स्विमिङ मार्तीरा जास्ती यहाँनिर चाहिँ खुला छ। सो यहाँनिर चाहिँ घर छ। सो हेर्नुहोस् पानी पुरै भरिएको छ होइन। ल हेर्नुहोस् हामी चाहिँ घुम्न आएका थियौँ। यहाँ चाहिँ जताततै पानी भरिएको छ होइन। पुरै जङ्गलमा पनि पानी भरिएको छ होइन। सो हामी चाहिँ अगाडि जान्छौँ घुम्न। सो त्यसपछि फर्किन्छौँ रुममा। न सो हामी चाहिँ यसो रुममा बसेर 1-2 घन्टा किन लस गर्ने भनेर हामी चाहिँ यता घुम्दैछौँ। हेर्नुहोस् हामी चाहिँ जाँदैछौँ। यता पनि पानी भरिएको छ यता पनि पानी। आराम से यहाँनिर चाहिँ धेरै पानी छ। सो हामी जान सकिन्छ कि नै चेक गर्छौँ होइन। सो कस्तो हुन्छ नै हो त। यहाँ चाहिँ हेर्नुहोस् होइन। सो पुरै यहाँ चाहिँ हेर्नुहोस् सो पुरै पानी भरिएको छ। सो मैले चाहिँ जुत्ता लाएर आएको थिएँ। सो अब चाहिँ हामी जान्छौँ होइन। यसलाई पार गरेर यता जताततै पनि पानी भरिएको छ गाइस होइन। हेर्न सक्नुहुन्छ खुट्टा भिजिसक्यो। यो चाहिँ रोड हो है। ल हेर्नुहोस् घरभित्र पनि पानी भरिएको छ। चाहिँ खतरा पानी भरिएको छ होइन। सो हेर्न सक्नुहुन्छ। सो अब चाहिँ हामी उताभन्दा थोरै अगाडि आउँदैछौँ। सो कस्तो हुन्छ सो सबैले हेर्नुहोस्। ल हेर्न सक्नुहुन्छ मेरो पछाडि चाहिँ खोला छ। सो कस्तो छ होइन। हेर्न सक्नुहुन्छ यो चाहिँ घर सर सबै डुबाइरहेछ। पुरै पानी पसिरहेको छ। यो चाहिँ खोला बगिरहेछ साइडबाट। ल अब चाहिँ हामी घुमेर सो रिटर्न हुँदैछौँ होइन। सो घुम्यो पुरै यताउति सबै पानी नै पानी छ होइन। सो अब चाहिँ हामी चाहिँ नजिक चाहिँ ठुलो माछा देखिएको छ हामीलाई होइन। ल हेर्नुहोस्
नजिक चाहिँ हामीलाई ठुलो माछा देखियो हैन गाइज, हेर्न सक्नुहुन्छ कस्तो छ। हामी घुमेर सो रुममा आइसक्यौँ। अब चाहिँ रुममा आएर सो फ्रेस हुनुपर्छ। फ्रेस भएर चाहिँ हामी अब सुत्नुपर्ने हुन्छ हैन। सो अब चाहिँ हामी रुममा आइसक्यौँ। अब चाहिँ हामी सुत्नुपर्ने हुन्छ। सो सबैले मेरो भिडियोहरू हेर्दिनु होला। सो मन परेमा लाइक कमेन्ट सेयर र आइडीलाई फलो गरिदिनु होला। सो अहिले यदि लास्टसम्म हेरिदिनु भएको छ भने थ्याङ्क यू फर वाचिङ। सो सबैलाई धन्यवाद। अहिलेको ब्लग चाहिँ म एन्ड गर्छु। ओके।